नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म एमजी मार्टको पप एन्ड कोजीमा छु। यहाँ चाहिँ म बफ झोल मोमो खान आएको। बफ झोल मोमो चाहिँ झोल अलिक मैले घरमा बनाए जस्तो हुँदैन होला कि कति घरको खानु भनेर बाहिर खान आएको गाइस। सो मेरो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोस्। नयाँ हुनुहुन्छ र भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् है। फर्स्ट बाई। मिठो रहेछ, जुसी नै रहेछ मोमो। झोल मोमो मिठो पाउँदो रहेछ। एमजी मार्टको मेन ट्राफिक पोइन्टमै छ पप एन्ड कोजी। मिठो रहेछ, स्पाइसी। आम्मा कस्तो मिठो। नेसनल हाइवेको छेउमा छ रहेछ। अलिक गद्राङ गुद्रुङ हुन्छ कि। झोल मोमो 40 वटा खाँदा मात्र 12 मिनटको भिडियो हुन्थ्यो। 4 मिनटमै सकेछ। ट्राफिक पोइन्टको छेउमा टाइटानिक पार्क छ। त्यसको डाउन फ्लोरमा चाहिँ कफ एन्ड कोजीबाट खाजा खाएर हामी अब पर लुगा दोकानमा जाँदैछौँ। फ्लाइओभर ब्रिजदेखि चाहिँ यसरी आउँदा चाहिँ यहाँ मुनिबाट यहाँ यसरी आएर चाहिँ यता आउनुपर्छ। यसरी आयो भने चाहिँ यहाँ हाम्रो छेउबाट चाहिँ यहाँ यसरी पस्नुपर्ने रहेछन्। यहाँ चाहिँ मेरो छोरी बदैनीको दोकान छ कि नियर बाई एमजी मार्क है। अनि एसटिएनएम पुरानो एसटिएनएमको छेउमा बिएसएनएल अफिसको अपोजिटमा। हेर्नुहोस् ल, तपाईँहरू पनि आएर लुगाहरू किनिदिनुहोस्। ट्रजरहरू ब्यागहरू के रहेछ हजुरहरूलाई देखाउँछु। मिनी यो चाहिँ कस्तो राम्रो रहेछ। यो ब्याग चाहिँ हामीलाई चर्चमा बाइबलहरू बोक्नु। खै अलिक खोलेर हेरौँ त नानी। बहिनी यता आउनुहोस् त। खै हाम्रो बदै उयो बहिनी खै खोल्नुहोस् त। यो कतिको भित्र के रहेछ खै हेरौँ। यस्तो रहेछ कपडा मजाको। यस्तो राम्रो रहेछ है। यहाँ पनि रहेछ।
यसो हाम्रो छोरी चेलीहरूले गरी खानुको लागि ज्वाइँहरू पट्याउनुको लागि पैसा कमाउँदैछ। बिहा गरेको छैन है, मेरो भदैनी चाहिँ साथी हो। तपाईँहरू यहाँ छोरी भदैनीले चाहिँ पुरा पैसा कमाउनुलाई बढाइ त दोकान खोलेर यहाँ के आफै हातले बुन्दै बेच्दै सनफ्लावर पनि बुनेछ। यो मैले अस्ति बुन्नु सिकाएको कि रोज कुर्ती रहेछ, कुर्ती साथीहरू म चाहिँ हेरेको कि दुईटामा चाहिँ यो लानु पर्यो, के लानु पर्यो है, लान्छु। यो चाहिँ मजाको लाग्यो फोनहरू बोक्नु। ए बेल्ट पनि दामी रहेछ है कपडाको, यस्तो पनि रहेछ है। नामै भन्नु बिर्सेछु। यो यहाँनिर ट्रेस क्लोदिङ ल दोकानको नाम चाहिँ। यहाँ तालामाथि आएर यसो भित्र पसिदिनुहोस्, आइदिनुहोस् ल। हाम्रो साथीहरू गान्तोक वरिपरिको हाम्रो चर्चको आमाहरू मेरो भिडियो हेरेर बस्नुहुने सम्पूर्णलाई रिक्वेस्ट गर्छु। बिचारा बहिनीले चाहिँ सोसियल वर्कहरू पनि गर्नुहुन्छ हो, यहाँ पैसा इन्कम गरेर। अनि ज्वाइँ पनि खोज्दैछ, राम्रो ह्यान्डसम ज्वाइँ, पैसा दामी छ है मेरो भदैनीकोमा। यति भन्दै आजको मेरो भिडियोलाई यहीँ क्लोज गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ, बाइ बाइ।